विगत केही दिनदेखिको नेपाली राजनीतिक वृत्तको घटनाक्रम हेर्दा एउटा सस्पेन्स थ्रिलर फिल्म हेरे जस्तो अनुभव भइरहेको छ। एकातिर युवा जेएनजीको विभत्स हत्या गरेर उनीहरूको बलिदानी र विद्रोहलाई आतंकको संज्ञा दिने एमाले, अनि बाहिर गएको आँसु झारेर भित्रभित्रै रगतको आहालमा डुबेको संसद पुनर्स्थापनाका लागि कम्मर कसेर लागिरहेको काङ्ग्रेस र तिनका हजुरबा नेताहरूको दौडधुप अचम्मैसँग बाक्लिएको छ, जसले स्पष्ट सङ्केत गर्दैछ केही न केही षड्यन्त्रको खिचडी त पक्कै पाक्दैछ। भने अर्कोतर्फ त्यसको ठिक विपरीत युवा जेएनजीको विद्रोहको उपलब्धिलाई संस्थागत गर्न र युवाको बलिदानीको उद्देश्य पूर्ति गर्न जनताले आशा गरिएका रवि र बालेन लगायत नवनेताहरूको भेटघाटको रफ्तार बढ्नुले जनतामा एउटा छुट्टै प्रकारको उत्साह जगाएको छ। सारभूत रूपमा हेर्दा हाम्रो देश आज अवसर र चुनौतीको सङ्घर्षबाट गुज्रिरहेको छ, जहाँ परिवर्तन र यथास्थिति, कुशासन र सुशासन, नयाँ पुस्ता र पुरानो पुस्ताबीच स्पष्ट लडाईँ देख्न सकिन्छ। युवा जेएनजीको विद्रोहले परिवर्तन, सुशासन र नयाँ पुस्ता खोजेको छ, तर राजनीतिक सङ्क्रमणको फाइदा उठाउँदै यथास्थितिवादी कुशासनको मतियार र पुरानो पुस्ताले धमिलो पानीमा माछा मार्ने कोसिस गर्दैछन् र देशलाई यो वा त्यो बहानामा फेरि पनि एकपटक बन्धक बनाउन खोजिँदैछ। यदि जेएनजीको विद्रोह र बलिदानीलाई नजरअन्दाज गरियो भने देशले अकल्पनीय क्षति बेहोर्ने निश्चित छ। आफ्नो हट नछोड्ने केही हजुरबा नेताहरूको घमण्ड र उत्तेजनाले देशलाई थप अन्योलतातर्फ अघि बढाउने कुचेष्टा हुँदैछ। पछिल्लो समयमा विशेष गरी एमाले र काङ्ग्रेस वृत्तमा भइरहेको गतिविधिलाई सूक्ष्म ढङ्गले हेर्ने हो भने एउटा अत्यन्त भयानक प्रतिक्रान्तिको तयारी भइरहेको छ भन्ने कुरा बुझ्न त्यति गाह्रो पर्दैन। सडकमा केही जेएनजी युवा समूह सरकारको विरुद्धमा जानु, एमाले र काङ्ग्रेस संसद पुनर्स्थापनाको मुद्दामा एक हुनु, निर्वाचन हुँदैन भन्ने हल्लालाई व्यापक बनाइनु, जेएनजी हत्यामा संलग्नहरू खुल्याम जेएनजी र सरकारलाई च्यालेन्ज दिएर हिँड्नु, यी सबै विषय संयोग मात्र पक्कै होइन। तर हामीसँग कन्फ्युज हुने छुट छैन। यो देश अहिले पनि परिवर्तन भएन भने कहिल्यै हुन सक्दैन। आज जसले जेएनजी विद्रोहलाई आतंकको संज्ञा दिएर देशलाई भाद्र 22मा फर्काउने कोसिस गर्दैछन्, स्पष्ट हुनुपर्छ यी हत्याराहरू हुन्। यिनले 2 दिनमा कलिला युवा विद्यार्थी सहित 76 जनाको विभत्स हत्या गरे। यिनलाई नेपाली जनता र हाम्रा छोराछोरीको कुनै मोल छैन। यही देश हो जहाँ रहस्यमयी दरबार हत्याकाण्ड भयो, जहाँ मदन भण्डारी जस्ता नेतालाई षड्यन्त्र गरेर हत्या गरियो। हेक्का राखौँ, त्यस बखत पनि यही हजुरबाहरू नै यो देशका मन्त्री प्रधानमन्त्री थिए। जब देशमा जनताले अत्याधिक रुचाएका नेताको उदय हुन्छ तब उनीहरूको हत्याको षड्यन्त्र भएको छ। भोलि अरू केही दर्जन जेएनजी युवा, रवि वा बालेन जस्ता नेताहरूमाथि पनि हमला हुन सक्छ। अरू केही विकल्प बाँकी रहेन भने पक्का पनि यिनीहरूले रोज्ने बाटो यही नै हो। यिनीहरू फगत सत्ता र शक्तिका लागि जनताको रगतको होली खेल्न पनि पछि पर्दैनन्। छिमेकी मुलुक बङ्गलादेशमा के भयो तपाईँ हामीलाई थाहा नै छ। युवा विद्रोहको उपलब्धि संस्थागत गर्न खोज्दा विद्रोहका नेतालाई गोली हानी हत्या गरियो। त्यसैकारण अहिले पुरै बङ्गलादेश धार्मिक र साम्प्रदायिक द्वन्द्वमा फँसेको छ। आकलन गर्न गाह्रो छैन, नेपाललाई बङ्गलादेश बनाउने प्रयत्न हुँदैछ। यो वा त्यो बहानामा आज संसद पुनर्स्थापनाको मुद्दा एमाले, काङ्ग्रेस जस्ता यथास्थितिवादी दलको षड्यन्त्रको भुत्ते हतियार बनिरहेको छ। मिराज ढुङ्गाना लगायत केही जेएनजीहरूलाई कतै भ्रमकै बीचबाट यही एजेन्डाको वरिपरि त ल्याइँदै छैन, शङ्का बलियो छ। तर यो एजेन्डा कुनै हालतमा देश परिवर्तनको पक्षमा हुनै सक्दैन। जेएनजी युवा मारेर आफै चिहानमा गाडिएको संसदबाट ती बलिदानी गर्ने जेएनजीहरूको सपना कसरी पुरा हुन सक्छ? एकचोटि बिउजनुहोस् मिराज, यो तपाईँहरूको बाटो होइन र यो तपाईँ लगायत जेएनजीहरूको सपना थिएन। तपाईँहरूको काँधमा राखेर प्रतिक्रान्तिको बन्दुक चलाइँदैछ। केही समयलाई संसद बिउताएर संविधान संशोधन गरौँ भन्दै अन्तर्वार्ता दिइरहेका सुदन गुरुङले पनि बुझ्न जरुरी छ। यदि चिहानमा गाडिएको संसद बिउतियो भने यी दानवहरूले तिमी र तिम्रा सबै साथीहरूलाई छानी जेल कोच्नेछन्। यस्तो गल्ती अब स्वीकार्य छैन। यो केवल प्रतिक्रान्ति मात्र हुनेछ। अबको एकमात्र विकल्प फागुन 21मै निर्वाचन हुनु हो। अबको संसद र सरकार युवा जेएनजी र जनभावनालाई प्रतिनिधित्व गर्ने रवि र बालेनहरूको हुनुपर्दछ। त्यसका खातिर नयाँ सोच र विचार भएकाहरूको एकता अपरिहार्य छ। अझ भनौँ एकता गर्नै पर्छ। हाम्रो देश कुनै बहानामा बङ्गलादेश बन्नु हुँदैन, बन्न दिइँदैन पनि, र त्यो बन्न नदिने अभिभारा हाम्रो हो। जसरी समय कदापि पछि फर्किँदैन त्यसरी नै यो मुलुक उल्टो दिशातर्फ हिँड्न असम्भव छ। एमाले, काङ्ग्रेस फेरि पनि असफल प्रयास गर्दैछन्, जनतालाई भ्रममा पार्न कोसिस गर्दैछन्।
भाद्र 22 पछि बागमतीमा पानी बग्ने मात्र होइन, यो मुलुक परिवर्तनका खातिर दर्जनौं जनताका छोराछोरीको रगत पनि बगिसकेको छ। देश अगाडि बढ्नुको विकल्प छैन। ताज्जुब लाग्छ के आँटले डुब्न लागेका घाम जस्ता शेरबहादुर र केपी ओलीहरूले देशलाई पनि सँगै सतिलाने दुष्प्रयोग गरिरहेका छन्। मन त छैन, तर पनि अन्तिम पटक अनुरोध गर्छौं, कृपया अब घमण्ड र कप्टीपना छोड्नुहोस्। यो देश कुनै हालतमा भाद्र 22 मा फर्कन सक्दैन। कुचेष्टा नगर्नुहोस्। तपाईको निहित स्वार्थको लागि नेपाल र नेपालीले 35 वर्ष दुःख पाइसकेका छन्। अझै के मात्र भोग्नुपर्ने हो। अब मुलुक नयाँ पुस्तालाई सुम्पने बाहेक तपाईहरूको अरू केही तिगडम चल्नेवाला छैन। सच्चिनुस्, नत्र बंगलादेश बनाउने तपाईको योजना तपाईलाई गद्दाफी बनाएर जनताले तुहाउनेछन्। चेतना भया।